हेलो एभ्रिवान, आज चाहिँ हामी कुनै पनि इमेजलाई चाहिँ कसरी जियो रेफरेन्स गर्न सकिन्छ QGIS-मा त्यो हेर्न गइरहेको छौँ। त्यसको लागि चाहिँ सुरुमा यो न्यू प्रोजेक्ट खोल्नु होला। यसमा चाहिँ लेयरभित्र जियो रेफरेन्सर भन्ने छ। यस्तो विन्डो आउँछ। यसमा चाहिँ फाइल ओपन रास्टर गरेर चाहिँ आफूलाई लिएर आउन मन लागेको इमेज, म चाहिँ यो लिएर आउँछु, त्यो लिएर आउने। जस्तै यो इमेज चाहिँ छ, यो चाहिँ नभए युट्युबको लिङ्कमा पनि म हालिदिउँला, डिस्क्रिप्सनमा हुनसक्छ। यो इमेज आइसकेपछि चाहिँ अब यो चाहिँ ठ्याक्क अर्थमा यही देखाउन खोजिरहेको छौँ हामीले होइन। त्यसको लागि चाहिँ यो QGIS-को यो विन्डोमा चाहिँ हामीले पहिला गुगल स्याटेलाइटको इमेज पनि लिएर आउनु पऱ्यो। त्यसमा चाहिँ HCMGIS भन्ने एउटा प्लगइन छ, त्यो भित्र हुन्छ। त्यो प्लगइन इन्स्टल गरेपछि चाहिँ हामीले गुगल स्याटेलाइट यसरी राख्न सक्छौँ। यो चाहिँ हेर्नु भने यसको प्रोजेक्सन चाहिँ 3857मा आयो। हामी चाहिँ फरक त पर्दैन, तर WGS 84मा लगेर गरौँ, किनकि जेनरली यसमै गरिन्छ। यसमा चाहिँ यो चाहिँ हाम्रो नेपालको सिंहदरबारको इमेज हो। यो चाहिँ हामी पहिला गुगल स्याटेलाइटमा हेर्छौँ, अनि ठ्याक्क त्यही ठाउँ पत्ता लगाएपछि चाहिँ गर्न सक्छौँ। यो भित्र चाहिँ हाम्रो सिंहदरबार यहाँनिर छ है। ठ्याक्कै यो र यो एउटै भयो, अलिकति टाइम चाहिँ अगाडि पछाडिको भएर सेम छैन। त्यसको लागि सुरुमा चाहिँ यो के हुन्छ भने यसमा कन्ट्रोल पोइन्ट चाहिँ हामीले डिफाइन गर्नुपर्ने हुन्छ। त्यो कन्ट्रोल पोइन्ट भनेको चाहिँ यसमा के भनेको छ, यो खिचेपछि चाहिँ हामीले एड पोइन्ट भनेको छ नि त। कुनैलाई डिलिट गर्नु पऱ्यो भने यसरी गर्न सकिन्छ होइन। मुभ गर्नु पऱ्यो भने सायद यो मुभ गर्नको लागि यसो एड पोइन्टमा चाहिँ जस्तै मैले चाहिँ यहाँभित्र एउटा यो पर्टिकुलर यो ठाउँ छ, यसलाई सिलेक्ट गरेँ। अनि यस्तो खाले विन्डो एपियर हुन्छ। यसमा चाहिँ के भन्छ, एक्स र वाइ यदि हामीलाई थाहा छ भने यहीँ म्यानुअली हाल्न सक्छौँ। थाहा छैन भने यो म्याप क्यानभासबाट चाहिँ यही सिलेक्ट गरेपछि चाहिँ त्यो आफै पपुलेट हुन्छ, त्यहाँको एक्स र वाइ फिल्ड। त्यसै यहाँ पपुलेट भयो। यसलाई ओके गरेपछि हाम्रो एउटा चाहिँ पोइन्ट चाहिँ हामीले थप्यौँ। अर्को चाहिँ मैले यहाँनिर थप्छु, यो चोकनिर बिचतिर खिचेँ। यो फ्रम म्याप क्यानभास नै गर्छु। त्यो चाहिँ हाम्रो यो चोक हो। त्यसैले यसको पनि लगभग सेन्टरतिर राखेँ, ओके गरेँ, एक्स वाइ आयो। अब यो चाहिँ एउटै लाइनमा भयो भने चाहिँ राम्रो प्रोजेक्ट हुँदैन। त्यही भएर सकेसम्म यो 4 पाटे जस्तो बनायो भनेदेखि चाहिँ अलि राम्रो हुन्छ। त्यसैले अर्को चाहिँ मैले यहाँनिर यो पोखरी छ यतापट्टि, यो पोखरीको सेन्टरमा गरेँ। यो पनि म फेरि म्याप क्यानभासमा चाहिँ त्यही पोखरीको सेन्टर जस्तै यो भयो, पोखरी यो भयो, यसको सेन्टर यहाँ छ, यसमा सेलेक्ट गरेँ, ओके। 3टा भयो, अझै एउटा गरौँ। यो भयो। अब यतापट्टि साइडमा एउटा कतै गरौँ। जस्तै यो एउटा चोक रहेछ, यो एउटा रोड सकेको भनेदेखि मैले ल यो एउटा यहाँनिरको चोकमा चाहिँ गरेँ, ल यसमा गरेँ, ओके। यो भयो। यसलाई पनि अब यतापट्टिको म्यापमा सिलेक्ट गर्ने। त्यो भनेको चाहिँ हाम्रो यो हो जस्तो लाग्छ, यो हो। त्यसरी यो गरेँ, ओके गरेँ। अब रेसिडुअल पिक्सेल भनेको चाहिँ यदि जस्तै हामीले त सेम ठाउँमा चाहिँ यहाँनिर सिलेक्ट गरिरहेछौँ, यदि सेम नगरेर जस्तै मैले के गरेँ भने यो पोइन्ट पनि यहीँ भन्ने, अनि यो पोइन्टलाई पनि यहीँ नजिकै राखिदिएँ भनेपछि त यो त मिलेन नि त कुरो। त्यो भएपछि चाहिँ अनि बल्ल रेसिडुअलहरू देखाउन थाल्छ यो बिग्रेपछि। यसलाई अब मैले रन गर्दाखेरि मैले सुरुमा आउटपुट फाइल चाहिँ बनाऊ, कहाँनिर सेभ गर्ने त्यो देखाउ भनेको छ। यसलाई चाहिँ यस्तो ट्रान्सफर्मेसन सेटिङ भन्नेमा गएर यहाँनिर आउटपुट फाइल भन्ने आउँछ। यसलाई चाहिँ यहाँ KTM IQ मोडिफाइड यही नै बनाएँ मैले। ल यो फोल्डरमा यो इमेज राखेर गर्ने। यसलाई सेभ गरेपछि चाहिँ यहाँ पहिल्यै छ, त्यसलाई रिप्लेस गर्ने हुन्छ, गर्दा के गरेन मेरो केसमा, ओके गरिदिएँ। त्यो गरेपछि चाहिँ यसको इमेज सेट भयो, तर अझै जियो रेफरेन्स भइसकेको छैन। त्यो जियो रेफरेन्स गर्न चाहिँ यसमा स्टार्ट जियो रेफरेन्सिङ गरेपछि यो जियो रेफरेन्स हुन्छ। जियो रेफरेन्स भएपछि चाहिँ ल भने ठ्याक्कै त्यो चाहिँ मिलेर आउँछ। जस्तै यो रोड र यो रोड, यो चाहिँ हाम्रो यो इमेजको रोड हो। जस्तै यसलाई बन्द गर्ने खोल्ने यस्तो गऱ्यो भने ठ्याक्कै जस्तो यो रोड पनि मिलेर आएको छ, यस्तो देखिन्छ।
र यतिसम्म काम चाहिँ सुरुमा गरौँ। अनि यसपछि चाहिँ अरू कामहरू पनि गर्न सकिन्छ। जस्तै अब हामीले चाहिँ यो इमेजलाई हेरेर यहाँनिर रोड बनाएर आफैले एउटा भेक्टर फाइल जस्तो बनाउने त्यो गर्न सकिन्छ। त्यो काम पछि गर्छौँ। यसको लागि चाहिँ यो भिडियोमा चाहिँ यति नै राखेँ मैले ल।